जेमसी आज फेरि पनि हामी पोस्पोरिटीको बारेमा हेर्न कन्टिन्यू लागिरहेको छौँ। अस्तिको टाइममा हामीले हेऱ्यौँ पोस्पोरिटी भनेको के हो, समृद्धि भनेको के हो। अनि मैले तपाईँलाई त्यति बेला दुईवटा कुरा बताएको थिएँ पोस्पोरिटी होइन। एउटा नम्बर 1 पोस्पोरिटी जो 0बाट 100मा सुरु हुन्छ होइन, त्यसमा मैले धेरै उदाहरण दिएको थियो। अर्को पोस्पोरिटी नम्बर 2मा चाहिँ सर्टकट पोस्पोरिटी है, जसलाई चाहिँ चोर बाटो भनिन्छ। अनि त्यो भिडियोजलाई म आजको दिन त्यो सिरिजलाई कन्टिन्यू गर्दै जाँदाखेरि चाहिँ परमेश्वरबाट आएको पोस्पोरिटी होइन, परमेश्वरबाट आएको पोस्पोरिटी नम्बर 1लाई हामी स्टार्ट गर्नेछौँ। परमेश्वरबाट आएको पोस्पोरिटी समृद्धि होइन। अनि वचनले यहाँनिर हितोपदेशमा लेखेको छ, म तपाईँलाई इङ्ग्लिसबाट पढिदिने इच्छा लाग्यो। अनि यहाँनिर हितोपदेशमा चाहिँ के भनेको छ भन्दाखेरि द ब्लेसिङ्स अफ द लर्ड इट मेक्स रिच वेल्थ नो सरो नो ट्रबल होइन। यहाँनिर चाहिँ हितोपदेशमा के भनेको छ भन्दाखेरि चाहिँ परमेश्वरबाट आउने पोस्पोरिटी होइन, जुन समृद्धि जुन आदम र हावालाई भन्नुभयो प्रभुले आदमको बगैँचामा फुल्दै फल्दै वृद्धि हुँदै जाऊ भन्ने विषयमा होइन, जसमा कि हाम्रो जीवन विश्वासीहरूको जीवनमा उन्नतिको कुरोहरू। अनि परमेश्वरबाट आएको पोस्पोरिटीमा चाहिँ यहाँनिर हितोपदेशमा भनिएको छ होइन, हितोपदेशको वचनमा लेखिएको छ त्यहाँनिर चाहिँ कि परमेश्वरबाट आएको आशिषले चाहिँ, परमेश्वरबाट आएको पोस्पोरिटीले चाहिँ विश्वासीको जीवनमा अथवा बिलिभर्सहरूको जीवनमा चाहिँ के ल्याउँछ भनेको छ भन्दा वेल्थ ल्याउँछ भनेको छ होइन। अनि अर्कोले वचनमा लेखेको छ हितोपदेशमा नै, यही वचनमा इङ्ग्लिसको ट्रान्सलेसनमा भनेको छ रिचेस भनेको छ है। अनि यहाँनिर भनेको छ नो ट्रबल नो सरो। अनि परमेश्वरबाट आएको पोस्पोरिटीमा चाहिँ कहिले पनि प्रभुले चाहिँ त्यो सब प्रोस्पेरिटीभित्र चाहिँ तपाईँ अनि हाम्रो जीवनमा चाहिँ ट्रबल ल्याउनु हुँदैन, सरो ल्याउनु हुँदैन होइन, हाम्रो जीवनमा समस्या ल्याउँदैन अनि बाधा ल्याउँदैन। बट इट ब्रिङ्स अ रिचेस वेल्थ भनेको छ, हाम्रो जीवनमा असल स्वास्थ्य लिएर आउँछ, हाम्रो जीवनमा असल फाइनेन्सको ढोका खोलेर आउँछ, हाम्रो जीवनको प्रत्येक रन्सन हरेक कुरा आत्मिकी क्षेत्र, संसारिक क्षेत्र, पारिवारिक क्षेत्र, मण्डलिक क्षेत्र, सेवाकाईको क्षेत्रमा वी विल बी पोस्परस होइन। अनि परमेश्वरको आशिषको मुहान चाहिँ स्वर्गबाट हाम्रो जीवनमा चाहिँ बगेर निस्किन्छ। अनि प्रभुबाट आएको पोस्पोरिटीमा चाहिँ प्रियजन हो कहिले पनि दुःख कष्ट बोकेर चाहिँ आउँदैन होइन, नम्बर 1। नम्बर 2 परमेश्वरबाट आएको पोस्पोरिटीमा चाहिँ तपाईँले के पाउनुहुन्छ भने पिस पाउनुहुन्छ, तपाईँले शान्ति पाउनुहुन्छ, आनन्द पाउनुहुन्छ, खुसी पाउनुहुन्छ। किनभने परमेश्वरबाट आएको जति पनि पोस्पोरिटी छ, समृद्धि छ, त्यो भित्रको प्याकेजमा चाहिँ आज परमेश्वरले हामीलाई चाहिँ शान्ति दिनुहुन्छ, त्यो भित्र चाहिँ हामीलाई आनन्द दिनुहुन्छ, त्यो भित्र चाहिँ हामीलाई खुसी दिनुहुन्छ कि जीवनको हरेक एरियामा, जीवनको हरेक क्षणमा, जीवनको हरेक पहिलामा, जीवनको हरेक गोरेटोमा जब पनि हाम्रो जीवनमा पोस्पोरिटी परमेश्वरले दिनुहुँदा, परमेश्वरले ल्याउनु हुँदा हामीले स्वीकार गर्दाखेरि चाहिँ तपाईँ र मेरो जीवनमा के आउँछ भन्दा शान्ति आउँछ, एकदमै शान्ति, खुसी, आनन्द। इट मेक्स जय हुन्छ, बुझ्नुभयो, आनन्द हुन्छ। नम्बर 2मा। नम्बर 3मा चाहिँ परमेश्वरबाट आएको पोस्पोरिटी, जुन परमेश्वरबाट आएको पोस्पोरिटी चाहिँ इट विल बी एभर लास्टिङ, बुझ्नुभयो। एभर लास्टिङ भन्दाखेरि हाम्रो जीवनको फाइनेन्स अनन्तसम्म लास्टिङ भएर जान्छ भन्ने कुरो होइन होइन। अनन्तसम्म चाहिँ एकदमै के हुन्छ, प्रशस्त मात्रामा पुगिसरी आउँछ परमेश्वरको होइन। तर परमेश्वरबाट आएको नम्बर 3मा पोस्पोरिटी चाहिँ इट विल बी एभर लास्टिङ भनेको चाहिँ हाम्रो जीवनको हरेक कुरामा चाहिँ त्यो चाहिँ के भएर जान्छ भन्दाखेरि चाहिँ हाम्रो जीवनको प्रत्येक कुरोमा, प्रत्येक हाम्रो जीवनको चाहिने थोकमा अनि गर्ने थोकमा, परमेश्वरको राज्यमा खर्च गर्ने थोकमा चाहिँ के हुन्छ भने चाहिँ एउटा रहेर जाँदछ। इट वन्ट बी क्विक, जस्ट हो कि झट्ट पैसा आयो अनि सकिहाल्यो, हुँदैन, बुझ्नुभयो।
झट्टै पैसा आयो अनि के कुरामा तुरिहाल्यो हुँदैन, बट सक्छ, बुझ्नुभयो, सक्छ, किनभने तुरेन भन्दा हाम्रो जीवनमा भरिने कुरा आउँदैन। तर इन्स्टेन्टली इन्स्टेन्टली इट विल नट, के भन्नु चाहेको मैले तपाईँलाई बुझ्नुहोस्, इन्स्टेन्टली पकेटै लाग्दैन क्या त, पकेटै लगिहाल्दैन। कतिपल्ट जीवनमा के त भन्छ नि, हामीले बोल्दाखेरि है हाम्रो मेरो फाइनेन्सको यस्तो छ उस्तो छ, यति आउँछ उति आउँछ, स्यालेरी लाख करोडको कुराहरू हुन्छ, डिस्कसनको कुराहरू हुन्छ, बिजनेसको कुरा हुन्छ, स्यालेरीको कुराहरू हुन्छ। तर के हुन्छ भन्दाखेरि खै मेरो त हातमै बस्दैन, हाउ कम्स होइन, इट गोज सुन, किन छिट्टो पकेट लागिहाल्छ भन्ने कुरा हुन्छ। तर परमेश्वरबाट आएको पोस्परिटी चाहिँ तपाईँको के हुन्छ नि, चाहिँ ब्लेसिङ्स रहन्छ, सक्छ। तर सक्दै जाँदाखेरि पनि तपाईँको जीवनको ब्लेसिङ्स चाहिँ इमिडिएटली सकेर जाँदैन, इट रिमेन्स। अनि परमेश्वरले त्यसलाई के गर्नुहुन्छ, फुलफिल गर्नुहुन्छ। त्यसले गर्दाखेरि परमेश्वरबाट आएको पोस्परिटी मैले भनिहालेँ युसुफको जीवनमा रहेर गएको छ, बुझ्नुभयो। आफ्नै बाउ आफ्नै दाजुभाइ पनि युसुफको जीवनको पोस्परिटीबाट अनि त्यो प्याला भरेर पोखेर पनि पिएको छ होइन। दाउदको होइन लास्टमा सोलोमनले के गरेको छ, सोलोमन आफ्नै छोरा सोलोमनले पनि के गरेको छ, आफ्नो बाउको ब्लेसिङ्सलाई रिसिभ गर्न सकेको छ। त्यसै नै अब्राहमको त्यो पोस्परिटीको ब्लेसिङ्सले इभन आज तपाईँ र मैले पनि त्यो प्रतिज्ञालाई के गरिरहेको छौँ, लिइरहेको छौँ, स्वीकार गरिरहेको छौँ होइन। हामी अब्राहमको सन्तान भन्छौँ, जो अब्राहमदेखि चाहिँ अब्राहम पोस्परिटीमा लानुभएको छ। अनि त्यो ब्लेसिङ्स चाहिँ हामीले हाम्रो जीवनमा के गरिरहेको छौँ, पाइरहेको छौँ। अनि परमेश्वरबाट आएको पोस्परिटी है, हितोपदेशमा यति मिठो वचन भनेको छ कि परमेश्वरबाट आएको आशिष, परमेश्वरबाट आएको ब्लेसिङ्स, परमेश्वरबाट आएको दिएको कुरो जे हाम्रोमा छ त्यसले चाहिँ कहिले पनि हाम्रो जीवनमा समस्या बाधा लिएर आउँदैन के त। परमेश्वर आएको स्वर्गीयबाट खोलेको झरीको ब्लेसिङ्सले चाहिँ हाम्रो जीवनमा चाहिँ बुझ्नुभयो, रुख भूमिमा पनि हरियो लह भएर जानेछ। भजन सङ्ग्रह 1 अध्यायको त्यहाँ पाउँछ नि, खोलामाको धारामा रोपेको बोट जस्तै हरेक ऋतुमा चाहिँ केले दिन्छ, त्यसले फल दिन्छ। त्यसले गर्दा वी आर द ब्लेसेड पर्सन है। म चाहिँ एउटै कुरो भन्छु, हामी परमेश्वरको आशिषित जाति हो, आशिषित जाति हो। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरको ब्लेसिङ्स छ, परमेश्वरले हामीलाई दिनुभएको प्रतिज्ञाको ब्लेसिङ्स छ, त्यसलाई हामीले रिसिभ गरौँ। तर 0देखिको 1, 2देखि 100सम्म पुग्ने प्रयास गरौँ होइन। कतिजना तपाईँ 63मा होला, कतिजना 54मा होला, कतिजना 80-80मा पुगेको होला, स्टेप बाई स्टेप होइन। हरेस नखानुहोस्, किनभने परमेश्वरबाट आएको ब्लेसिङ्स मैले भनिहालेँ 0बाट सुरु भएर 100मा जान्छ। अनि यो 3वटा कुरो चाहिँ लिएर आउँछ त्यो पोस्परिटीभित्र चाहिँ। परमेश्वरको वचन पढाइ सुनाइमा आशिष दिउन्। अनि अर्को हामी हेर्न गइरहेको छौँ नेक्स्ट भिडियोमा कि सर्टकट चोर बाटोबाट आएको पोस्परिटी होइन, समृद्धिले चाहिँ फेरि हाम्रो जीवनमा के ल्याउँछ। प्रभुले वचन सुनाइमा हामी सबैलाई आशिष दिउँ। जय मसीह।